त्यसमा रहेका नेपालीहरूले किन इन्भेस्टमेन्ट नेपालमै गर्दैनन्? यसलाई त एउटा इक्जाम्पल सहित बुझौँ। मैले 3टा क्राइटेरिया लेखेको छु। बालुहरूको र पुगेर $1,00,000 इन्भेस्टमेन्ट गर्दैछन्। बालुले चाहिँ धेरै पैसा कमाइन्छ भनेर ल्यान्ड र स्टकमा त इन्भेस्टमेन्ट गरेछ भने, अर्कोले त म त्योभन्दा धेरै कमाइदिन्छु भने उसले फिक्स डिपोजिट गरेछ र पुगीले त म बुढो भइसक्यो भनेर उसले ब्याङ्क सेभिङ अस्ट्रेलियामै गरेर छोड्दैछ। 1 वर्षपछि चाहिँ बालुसँग $18 लाख थियो, त्यो पनि 20% रिटर्न सहित, र अर्कैसँग चाहिँ $10 लाख थियो र ऊ खुसी थियो कि पुगीको जम्मा 5.2% हो, उसले जम्मा $50-100 मात्र कमाएको छ भनेर ऊ खुसी थियो। र दुवैजना एकदम मक्ख थिए नेपालमा इन्भेस्टमेन्ट गरेर पैसा कमाइयो भनेर। बट एट द एन्ड अफ द डे पुगीसँग त $21 लाख थियो ड्यू टु द एक्सचेन्ज रेट, नेपालको इकोनोमी कमजोर भएको कारणले गर्दा। सो नेपालमा इन्भेस्टमेन्ट गरे तापनि अस्ट्रेलियामा राखेको पैसाले, ब्याङ्कमा राखेको पैसाले जितिदिन्छ। त्यसैले नेपालको लागि यो नराम्रो त भए तापनि पर्सनल अथवा व्यक्तिगत इन्भेस्टमेन्टको लागि चाहिँ विदेशमा लगानी गर्नु राम्रो देखिन्छ र यसको लागि नेपालले आफ्नो अर्थतन्त्रलाई सुधार्न जरुरी छ। स्टेबल गभर्मेन्ट जुन अहिले हुन्छ भन्ने आश गरिएको छ र होस् पनि, र सी यू।